कति समय हामी परमेश्वरलाई धन्यवाद दिन चुकिरहेको हुन्छौँ। कति समय हामी हाम्रो जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कर्महरू, अनुग्रह अनि कृपाको कुराहरू अनि परमेश्वरले जति पनि गर्नुभएको दयाहरू हुन्छ नि, त्यो कुराहरूलाई हामी कतिपल्ट बिर्सिरहेको हुन्छौँ। तर आज म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँ र मैले बिर्सिनु हुँदैन। तपाईँ र मैले सम्झिनुपर्छ परमेश्वरलाई। हामीले धन्यवाद दिनुपर्छ परमेश्वरलाई। तपाईँ र मेरो लागि परमेश्वरले यति धेरै वास्ता, यति धेरै फिक्री गर्नुहुन्छ नि। परमेश्वरले साँच्चीकै नै तपाईँ र मलाई किन चाहिँ प्रभु यीशु ख्रीष्ट पठाउनु भएको भन्ने गर्दा नि, तपाईँ र मलाई प्रेम गर्नुभएको कारणले, तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। उहाँले साँच्चीकै असाध्यै धेरै तपाईँ र मलाई प्रेम गर्नुहुन्छ। त्यसै कारणले त प्रभु यीशु ख्रीष्ट आजभन्दा 2026 वर्ष अगाडि उहाँले मानवको रूपमा पठाउनु भयो प्रभु यीशु ख्रीष्टलाई, जो तपाईँ र मेरो मुक्तिदाता, उद्धारकर्ता अनि जीवनदाता हुनुहुन्छ।